स्ट्रङली भनेको छु, यो देशको तपाईँ खुसी चाहनुहुन्छ, समृद्धि चाहनुहुन्छ, शान्ति चाहनुहुन्छ भने यी एकपटक परीक्षण भएका यी ठूला भनिएका नेताहरूलाई ठाउँका ठाउँ रोक्नुपर्छ यसपटक निर्वाचनमा। यदि रोक्न सक्नु भएन भने नेपालीको यो 5 वर्ष चाहिँ अत्यन्त विकराल हुनेछ। आज तपाईँ आज आर्थिक अवस्था हेर्नुहोस्, मुलुकको सिङ्गो बजेट भन्दा ठूलो तपाईँको वैदेशिक ऋण छ। आज मैले गएको वर्षको त्यो रिपोर्ट पढेको थिएँ, 19 खरब 20 अर्ब चान्चुनको हामीले चाहिँ आयात गरेको छौँ सामानहरू चाहिँ। हाम्रो निर्यात लगभग 0 छ। अब केही समयमा मुलुक टाँट पल्टिने अवस्थामा छ एउटा अर्थको दृष्टिकोणले हाल हेर्नु हो भने। त्यसैले यस्तो अवस्थामा यस्तो पनि कुनै न्याय, यस्तो पनि कुनै समाज हुन्छ? तपाईले प्रत्येक पटक गल्ती गर्ने, असफल हुने अनि फेरि त्यही रिवार्ड हुने भन्ने हुन्छ? त्यो भएको कारणले गर्दाखेरि यदि मुलुकको शान्ति, समृद्धि चाहनुहुन्छ, विकास चाहनुहुन्छ भने यी ठूला भनेका नेतालाई यसपटकको निर्वाचनमा ठाउँका ठाउँ मतदाताले रोक्नुपर्छ। त्यो गर्न सकेन भने नेपालले धेरै ठूलो एउटा अभिशाप छ। यो आउने 5 वर्षमा चाहिँ बिहोर्छ। मेरो यो प्रत्येक मतदातालाई मेरो आग्रह छ र मैले पनि त्यही गर्छु र अरू विवेक भएका हरेक मतदातालाई म आग्रह गर्न चाहन्छु। र दलमा रहेका उम्मेदवारहरूले वा दलमा रहेका मतदाताले पनि के गर्नु पर्यो भने आफ्नै दलको व्यक्तिलाई भोट हाल्ने हो भने पनि त्यहाँभित्रको सक्षमलाई मत हाल्नु पर्यो, असक्षम व्यक्तिलाई चाहिँ मत हाल्नु भएन।